ए गाइज आज चाहिँ हामी प्रमोद दाईकोमा होइन एकदम पानीपुरी चाट एकदम मिठो हुनुभयो चाहिँ खाना आएको। हेलो दाई, हजुरले पसल सार्नु भएको दाई? यता हेर्नु न दाई, पसल सारिदिएको किन दाई? दाई दामी ऊ बनाइदिनु त दाई, एकदम मिठो टक्क परेको चाट बनाइदिनु हामीलाई। यहाँ चाहिँ हाम्रो हेटौडाको भैरव रोडमा एकदम मिठो दाईले बनाउने के भन्छ अरे पानीपुरी चाट है, एकदम सबैजना आएर खान सक्नुहुन्छ। हाम्रो एकदम वान अफ द बेस्ट हो है। कोकोला मनपर्छ प्लिज कमेन्ट गर्नु होला दाई। हाम्रो वहीँ है दाई, ल खाना आउनु होला सबैजना। के भन्नुहुन्छ दाई तपाईँ चाहिँ? यता हेर्नु न के भन्नुहुन्छ तपाईँ चाहिँ? सबैजना खाना आउनु भन्नु न दाई। ल हाम्रो ह्यान्डसम प्रमोद दाई है, दाईकोमा चाहिँ सबैजना खाना आउनु होला। दाई के भन्नुहुन्छ? यता हेरेर भन्दिनँ त हाँसेर। ल मिठो टक्क परेको। ल दाई चाट पनि बनाइदिनु। साथीहरू यस्तो दामी चाट बनाउनुहुन्छ, एकदम तातो एकदम यस्तो मिठो हुन्छ नि यहाँको चाट। प्लिज सबैजना आएर खानु होला। हेटौडाको त सबैजनाले खाइ पनि सक्नु भयो होला। सबले कमेन्ट गर्नु होला है हजुरलाई कस्तो लाग्यो हाम्रो यस्तो राम्रो प्रमोद दाईले बनाएको चाट। साथीहरू चाहिँ पानीपुरी प्यान आज पानीपुरी खाएपछि हाम्रो लुक यस्तो थियो, एकदम डिलिसियस के डेलिसियस, एकदम मिठो नि, यति मिठो कि ल सबजना आउनुलाई प्रमोद दाईकोमा। त्यो चाहिँ मेरो अन्त्य भाइ, हजुर थाहा त जन्ते भाइ, उसको नयाँ छ के युट्युब च्यानल, सबले फलो गरिदिनु होला।